डाक्टर साहब स्वागत छ यहाँलाई। धन्यवाद। डाक्टर साहब अहिले दिनचर्याहरू चाहिँ कसरी बितिरहेको छ हजुरको? नर्मल तरिकाले नै छ। अफिस गयो, घर आयो, म मोस्टली फ्यामिलीसँगै टाइम स्पेन्ड गरिरहेको हुन्छु। अब चाहिँ कार्यक्रममा जाँदै गर्दा सबैभन्दा पहिले चाहिँ दिनमा कति कपाल झर्नुलाई चाहिँ सामान्य मानिन्छ त? यो प्रश्न मका पनि धेरैचोटि आउने गरेको छ अनि हामीले के भन्छौँ भन्दाखेरि हरेक दिन 50वटादेखि 100वटासम्म पनि कपाल झर्दाखेरि हामी खासै आत्तिनु चाहिँ पर्दैन। किनभने यदि हामीलाई कज थाहा भयो र त्यसलाई रिभर्स गर्न चाँडै नै सकियो भनेर भन्नुभयो भने त्यसले तालुपना ल्याउँदैन। तालुपना देखाउनलाई एकैचोटिमा 50% वा त्योभन्दा माथि खाली भएपछि मात्रै हुन्छ। अनि हामीसँग एनी गिभन पोइन्ट अफ टाइममा चाहिँ 1-1.5 लाखवटासम्म पनि कपालहरू चाहिँ हुन्छ टाउकोमा। अनि त्यसले गर्दाखेरि 50-100वटासम्म झर्दाखेरि नातिनु है भनेर भन्छौँ, त्यो नर्मल हो भनेर भन्छौँ। कपाल झर्नुका मुख्य कारणहरू चाहिँ के होला नि त डाक्टर साहब? यसलाई फरक तरिकाले चाहिँ क्याटेगोराइज गर्न सकिन्छ हैन। अनि त्यसमध्ये जस्तै अब हामीले आज जुन विषयमा कुरा गरिरहेछौँ त्यसमा चाहिँ कपाल चाहिँ जस्तै अब फर इक्जाम्पल फिमेलहरूले कोर्दाखेरि काइयोमा देखियो, सुत्दाखेरि तकियामा देखियो, नुहाउँदाखेरि सावरमा देखियो, मेलहरूको पनि हुन्छ त्यो कम्प्लेन। यस्तो खालको जुन कपाल झरिरहेको छ यसलाई चाहिँ टिलोजन एफ्लुभियम भन्ने एउटा एक किसिमको कन्डिसन भएको हुनाले यो खालको झराइको लागि एउटा सर्टन कज हुन्छ। हामीले स्ट्रेस फ्याक्टरहरू खोजेर निकाल्छौँ। तर अरू किसिमको जस्तै कि फर इक्जाम्पल अब ओकेजनल हेयर लस, जस्तै अघि नै भनेको 50देखि 100वटा झरिरहेको छ, त्यसमा कपालमा अलिअलि चाया छ, कहिले चिलाउँदा कन्याउँदाखेरि झर्ने गरेको छ र ओकेजनल छ, अलिअलि देखिन्छ। र कहिलेकाहीँ फिमेलहरूकै केसमा चाहिँ लामो कपाल भएर एकैचोटि धेरै झऱ्यो कि जस्तो देखेर अलिकति त्यो प्यानिकिङ मात्रै हो, तर गनेरै हेर्दाखेरि पनि 10-15वटा भन्दा धेरै हुँदैन कति अवस्थाहरूमा। सो त्यस्तो भयो भने यो नर्मल फिजियोलोजिकल चेन्जिङ फेज, बडीको र इन्भाइरोमेन्टको इन्टरेक्सनदेखि लिएर हरेक कुराहरूमा फरक पर्ने भयो। अनि सर्टेन कन्डिसनहरूमा चाहिँ अरू कारणहरूमा अब डायट भयो, अनि त्यस्तै गरेर वास्तवमा सबै कुराले लगेर चाहिँ बडीलाई स्ट्रेसफुल कन्डिसनमा कसले लान्छ भन्ने कुरा रहेछ। सो अनगोइङ इन्फ्लामेसन, केही किसिमको डिजिजहरू भइरहेको छ वा कुनै किसिमको साइकोलोजिकल नै इस्युहरू भइरहेको छ, धेरै किसिमको डिप्रेसन छ अथवा चाहिँ स्ट्रेसफुल चाहिँ जब छ, इन्भाइरोमेन्ट छ, फ्यामिली छ, आफ्नो बडीको इन्टरनल इन्भाइरोमेन्ट अनि त्यसपछि एक्सटर्नल इन्भाइरोमेन्ट। सो मल्टिपल कजेसहरूले त्यहाँ लान सक्ने, तर त्यो कति समयदेखि झरिरहेको छ र हामीले चाहिँ त्यसलाई अध्ययन गर्दाखेरि कस्तो किसिमको कपालहरू झरे वा कस्तो किसिमको कपाल बाँकी छ वा चाहिँ तालुमा केही समस्या छ कि छैन, यसको आधारमा यो समस्या के हो, किन भएको हो, के उपचार गर्ने भनेर भन्न सकिने हुन्छ। सो थुप्रै कज हुने भएर चाहिँ अब पर्सिस्टेन्टली भइरहेको छ भने त अब डक्टरलाई भेट्ने बेला पनि हुन्छ। भनेपछि स्ट्रेस, डाइटहरूले पनि फरक पार्ने भयो? यसले धेरै फरक पार्छ र हजुरलाई अलिकति बुझाइदिनु। जस्तै अब फर इक्जाम्पल क्वेसन आउन सक्छ कस्तो किसिमको खानेकुराहरूले फरक पार्यो भने कुन किसिमको खाना चाहिँ अभोइड गर्ने त भनेर भन्दाखेरि चाहिँ अब जङ्क फुड नै हो हैन। अनि हामीले कपालको हेल्थको बारेमा कुरा गरिराख्दाखेरि हामीले ओभरअल हेल्थको बारेमा पनि कुरा गर्न मिल्छ नै हैन। जति पनि चिजहरूले चाहिँ ओभरअल आफ्नो वेलबिङलाई असर पार्छ तिनीहरू चाहिँ स्लिप भयो, आफ्नो डे टु डे एक्टिभिटी भयो हैन, त्यसपछि अनि फुड त भइ नै हाल्यो, खाना भनेको मेडिसिन नै हो। सो गलत खानेकुरा खाइराख्दाखेरि वा शरीरलाई चाहिने आवश्यक खानेकुराहरू चाहिँ लामो समय नपर्दाखेरि चाहिँ खानाको कारणले गर्दा कपाल झऱ्यो कि भन्ने हुन्छ। यो क्लियरली देखिन्छ। जस्तै कि फर इक्जाम्पल तपाईँहरूको एजमा पनि मसँग चाहिँ धेरैजना पेसेन्टहरू स्टुडेन्ट आउनुहुन्छ, कलेज गोइङ स्टुडेन्टहरू हुनुहुन्छ, उहाँहरूले चाहिँ कपाल झर्न थाल्यो भन्दाखेरि होस्टेल बस्न थालेपछि, इन्भाइरोमेन्ट चेन्ज भएपछि, घरमा पाकेको खाना नखाइकन चाहिँ अलिकति मोर जङ्क फुडहरूतिर इन्क्लाइन्ड भएपछि वा इटिङ टाइमिङहरू नमिलेपछि वा ओभरअल हेल्थमा हैन, जस्तै कि गट हेल्थ भन्यो, अरू पनि हेल्थहरूको कुराहरू हो, सुत्ने उठ्ने सब कुरा। अनि डाक्टर साहब यो कपाल झर्ने कारणहरू चाहिँ महिला र पुरुषमा फरक हुन्छ कि उस्ता नै हुने गर्दछ? अब यो क्वेसन किन इम्पोर्टेन्ट भएछ भन्दाखेरि चाहिँ फिमेलहरूलाई जस्तै महिला र पुरुषलाई छुट्याउने भनेको सेकेन्डरी सेक्सुअल क्यारेक्टरिस्टिक अथवा उनीहरूको सेक्स हर्मोनको कुरा आयो। अनि हेयरको क्वालिटी हेल्थ चाहिँ एन्ड्रोजन भन्ने हर्मोनसँग डाइरेक्टली रिलेटेड छ। अनि एन्ड्रोजनले टेस्टोस्टेरोन अनि त्यस्तै गरेर चाहिँ इस्ट्रोजन, प्रोजेस्टेरोन। अब यदि केही कारणले गर्दाखेरि फिमेलहरूमा चाहिँ जसमा अझ मोर देखिने प्रिभ्यालेन्स पनि बेसी देखिने चाहिँ हर्मोनल इस्युहरू होइन। अनि त्यसमध्ये अझ कमनली देखिन सक्नेमा अब PCOS भन्ने कन्डिसनहरू भयो, त्यस्तै गरेर थुप्रै अटो इम्युन कन्डिसनहरू भयो, अनि अब एलर्जी कन्डिसनहरू अटोपी भनेर भन्छ जहाँ चाहिँ गटको एब्जर्प्सन बेटर हुँदैन, यस्तो केसेसहरू पनि अब यो महिलामै स्पेसिफिक त हुने होइन तर मोस्टली चाहिँ महिलाहरूमा यो फिजिकल कजेसहरू भयो। यो बाहेक पनि अरू अब साइकोलोजिकल कजेसहरू होला, स्ट्रेस एङ्जाइटीहरूको पार्टहरू पनि अलिकति महिला र पुरुषले डिल गर्ने तरिकाहरू फरक होला। अनि त्यस्तै गरेर कस्मेटिक्स एकदमै इम्पोर्टेन्ट देखियो यसमा। फिमेलहरूको कपाल लामो पनि हुने अनि पार्ट अफ ब्युटी पनि भयो, अनि त्यो हिसाबले चाहिँ कस्मेटिकली पनि धेरै इन्क्लाइन
हुने उनीहरू अनि र अलि अर्ली पनि गर्ने र टु मच पनि हुन सक्ने अवस्था त्यसमा चाहिँ आफ्नो स्ट्यान्डर्डाइजेसन नहुने क्वालिटीको चाहिँ कस्मेटिक्सहरू नपर्ने ट्रिटमेन्टहरू गर्दाखेरि चाहिँ राम्रो नहुने स्ट्रेटनिङ अरू आइरनिङहरू त्यसलाई हिट ट्रिटमेन्टहरू गरिराख्दाखेरि चाहिँ त्यसले चाहिँ कपाललाई बिगार्छ नि यस्ता यस्ता मल्टिपल कजेसहरूले गर्दाखेरि फिमेलहरूमा अलिकति बेसी देखिन्छ अर्को एउटा कुरा मलाई यसमा जोड्न इन्ट्रेस्टिङ के लाग्यो भन्दाखेरि चाहिँ कपाल झऱ्यो भनेर प्यानिक फ्याक्टर पनि फिमेलमा नै बेसी किन हुँदो रहेछ त भन्दाखेरि मैले देखेको प्रष्ट रूपमा देखेको चाहिँ कपाल लामो छ अनि झर्दाखेरि एउटै कपाल पनि धेरै हो कि जस्तो फिल हुन्छ अनि त्यसले गर्दाखेरि प्यानिक पनि बेसी हुन्छ अनि सेकेन्ड पार्ट आफ्नो लामो कपालसँग एक किसिमको एउटा प्राइड एउटा त्यो पार्टहरू एसोसिएटेड हुन्छ अनि त्यसले गर्दाखेरि पनि धेरै थोक पो लुज गरेँ कि मैले भन्ने खालको एउटा पार्टहरू हुन्छ महिला र पुरुषमा केही डिफ्रेन्स चाहिँ छ तर अघि न अघि जुन हामीले कज भन्यौँ नि त्यो इम्पोर्टेन्ट छ सो कजको कारणले आइडेन्टिफाई गरिसकेपछि बाँकी रहेको जुन अब आजको समाजमा चलिरहेको यो हेयर थिनिङ कपाल पातलियो झर्ने भन्दा पनि पातलियो भन्ने खालको जुन एउटा चलिरहेको ट्रेन्ड छ भनेर भनौँ अनि त्यसमा चाहिँ इट्स अ $1 बिलियन बिजनेस भनेर भन्छु म इन्टरनेसनली पनि ग्लोबली पनि इट्स अ ह्युज बिजनेस अनि त्यो चाहिँ फेरि मेल र फिमेलमा उस्तै उस्तै पनि कजहरू हुन्छ अहिले चाहिँ बजारमा हेर्ने हो भने तथा विज्ञापनमा हेर्ने हो भने विभिन्न किसिमका हेयर ओइल सप्लिमेन्ट्सहरू पनि देखिने गरेको छ यी चाहिँ कतिको प्रभावकारी रहेका छन् त कपाल झर्ने समस्याको समाधानका लागि यो जरुरी क्वेसन किन हो भन्दाखेरि हामीहरू चाहिँ अहिले आफूले सूचना कहाँबाट लिने हो आफ्नो त्यो जुन अधिकार छ त्यसलाई राम्रोसँग उपभोग गरिरहेको छैनौँ त्यसका धेरै कजहरू होलान् त्यसमध्ये चाहिँ सही ठाउँमा पहुँच नहुनु एउटा इम्पोर्टेन्ट कज भयो अनि सेकेन्ड चाहिँ इन्फ्लुएन्सर्सहरूको जुन अहिलेको ट्रेन्ड छ सोसाइटीमा त्यो ट्रेन्ड छ त्यो चाहिँ सेकेन्ड कज भयो सो मान्छेलाई हाम्रो देशमा चाहिँ प्रब्लम के हो भन्दाखेरि हामीहरू अलिकति जुगाड सिस्टममा छौँ क्या प्रोफेसनलिजमको धेरै ल्याकिङ छ अनि त्यहाँ राम्रो छ अरे भनेर कसैले भन्दैमा अथवा त्यो लगातार राम्रो भयो भनेर भन्नेमा सो वर्ड अफ माउथलाई चाहिँ जुन हामीले क्रेडिबिलिटी दिन्छौँ त्यो चाहिँ प्रपर एडभर्टिजमेन्टहरूलाई वा अरू पोर्टफोलियो जस्तै मान्छेले त काम गरेको त उसको वेबसाइटमा राखेको हुन्छ वा आफ्नो पेसेन्टहरूसँग क्लाइन्टहरूसँग चाहिँ एउटा टेस्टिमोनियल्सहरू हुन्छ त्यो पार्टमा भन्दा पनि वर्ड अफ माउथमा र सुनेको भरमा र साथीभाइले विशेष गरी आफ्नो सर्कलमा चलेको भरमा हुन त थ्रु आउट द वर्ल्ड नै यो कुरा व्यापक छ तर हाम्रोमा अलिक बेसी हुनुको कारण चाहिँ एउटा यो रहेछ जहाँनिर चाहिँ एकदमै म्यासिभ अमाउन्ट अफ हेयर ओइल्स हेयर ट्रिटमेन्ट्स र पर्टिकुलरली अझ इन्ट्रेस्टिङ चाहिँ सप्लिमेन्ट्सहरू खानेकुराहरू पनि सो यस्तो कुराहरूको बारेमा एकदमै धेरै बिगबिगी छ होइन अनि तपाईँको क्वेसन थियो सो आर दे गुड अर नट होइन त्यो क्वेसनको एन्सर चाहिँ के हो भन्दाखेरि अब इट डिपेन्ड्स एक्चुली भन्यो भने एउटा तत्त्व हुन्छ प्लसिबो भन्ने है प्लसिबो इफेक्ट अब तपाईँलाई पनि थाहा छ एज अ मेडिकल स्टुडेन्ट पेसेन्टलाई ग्लुकोजको पिल दिँदाखेरि पनि सुगरको एउटा चक्की दिँदाखेरि पनि उसले चाहिँ औषधि नै खाइरहेको छु जस्तो गरेर उसको साइकोलोजीले सोच्दाखेरि उसमा चाहिँ त्यसको इफेक्ट आउँछ पोजिटिभ इफेक्ट आउँछ त्यस्तै गरी नोसिबो भन्ने हुन्छ अर्को एकदम डरलाग्दो असर हुन्छ त्यसमा पनि ग्लुकोजको पिलले चाहिँ यस्तो असर गरिरहेको छ भनेर भनेको हुन्छ अनि हि फिल्स द्याट इन हिज बडी होइन उसलाई आफूलाई त्यो साँच्चीकै नै भएको जस्तो हुन्छ सो सप्लिमेन्ट्समा पनि त्यो पार्ट केही न केही त पक्कै पनि छ प्लसिबो इफेक्ट डेफिनेटली छ कोही साथीले भन्छ मलाई सन्चो भयो अरे भनेर यसमा मेरै पनि साथीहरू छन् मैले आफ्नै सर्कलभित्र पनि मेरो कपाल पातलियो के गर्ने भन्न भन्दाखेरि मैले सर्टन औषधिहरू भन्दाखेरि चाहिँ उसले होइन मैले यो ओइल लगाएँ त्यो लगाएँ अहिले राम्रो भयो भनेर भनेको छ सो राम्रो भएको मान्छेहरू पनि छ होइन त नभएको चाहिँ होइन त्यसै त चलेको छैन यो कुराहरू अनि तर साइन्टिफिक एभिडेन्स के छ त भनेर भन्ने कुरा गर्दाखेरि चाहिँ बेसिकली देयर आर 0 होइन त्यो पार्ट पनि छ अब यसको अर्थ के भन्दाखेरि होइन साइन्सले प्रुभ गरेको छैन त्यही भएर यो सबै गलत हो भन्नु पनि मूर्खता हो किन भन्दाखेरि साइन्सलाई कति नै थाहा होला होइन हामीले जति जानेका छौँ त्यसकै आधारमा बोल्ने हो साइन्स इज कन्सटेन्टली इभल्भिङ होइन हामीले आज बोलेको कुराहरू भोलि ट्रु नरहन पनि सक्छ भोलि त्यसमा नयाँ कुराहरू एड हुन पनि सक्छ सो अब पर्टिकुलरली रोजमेरी ओइल भन्लान् अथवा अर्को के ओइल भन्लान् त्यस्तै गरेर चाहिँ नेपालमा चल्तीहरूमा चाहिँ प्याजको तेल भन्ने छ जिन्जर ओइलहरू छन् होइन गार्लिक ओइल्सहरू छन् अनि त्यस्तै गरेर अरू पनि मैले अस्ति इन्ट्रेस्टिङली एउटा चाहिँ लिच ओइल भनेर पनि फेला पारेँ है त्यो चाहिँ जुकाको तेल निकालेको हुँदो रहेछ त्यहाँबाट त्यसमा पनि केही हेल्थ बेनिफिटहरू हेयर ग्रोथको बेनिफिटहरू भनेको छ अनि त्यस्तै गरेर चाहिँ लगाउनेमा चाहिँ कोलाजेन लगाउने केराटिन इनरिच्ड स्याम्पूहरू वा हेयर ग्रोथ चाहिँ प्रमोट गर्ने खालको स्याम्पूहरू कन्डिसनरहरू सिरमहरू देखि लिएर खानेकुरा त अझ मलाई त साह्रै भयावह लाग्छ त्यो इन्डस्ट्री कसरी एक्जिस्ट गरिरहेको छ मैले बुझेकै छैन हाम्रो शरीरमा धेरै किसिमको पोइजनहरू पचाउन सक्ने क्षमता भएर त्यसले नोक्सानी पनि नगरेको होला तर फाइदा भनेको चाहिँ नेचुरली एक्जिस्टिङ फुडबाट चाहिँ डेफिनेटली हुन्छ नेचुरली अभाइलेबल होल फुडहरूबाट हुन्छ प्रिजर्भेटिभ नभएको फुडहरूबाट चाहिँ डेफिनेटली हुन्छ अब सप्लिमेन्ट्सबाट चाहिँ कस्तो मान्छेलाई फाइदा देखिन्छ भन्दाखेरि जो चाहिँ जेन्युनली ल्याकिङ छ त्यो पार्टमा होला उसको पेटमा केही समस्या होला उसले एब्जर्प्सन नलिरहेको होला उसको चाहिँ जिङ्कको चाहिँ अपटेकको चाहिँ प्रब्लम होला उसको बडीमा जिङ्कको डेफिसियन्सी क्रोनिकली भइरहेको होला आइरनको डेफिसियन्सी भइरहेको होला घाममा नगएर भिटामिन डी होला खानापिनाले पनि भिटामिन डी असर पर्छ यी सबै पार्टहरू
प्रभावहरूले फरक नपार्ने डेफिनेटली होइन। त्यही भएर यही हो, अब कागको पछाडि कान समात्न दौडिनु अगाडि हामीले आफ्नो कान सामेर चाहिँ हेर्नु पर्यो। मैले चाहिँ सबैजनालाई यही नै सिकाउँछु। अनि आफूले युज गर्ने, आफूले अब कसले युज गर्छ त, पिपल हु आर डेस्परेट होइन, जसलाई गाह्रो भइरहेको छ, जसलाई हेल्प चाहिरहेको छ, उनीहरूले युज गर्ने भयो। युज गरिराख्दाखेरि दुईवटा कुरा हेर्नु पर्यो। एउटा, जुन सोर्सबाट आफूले इन्फर्मेसन लिइरहेको छु त्यो क्रेडिबल छ कि छैन। सो त्यो इन्फर्मेसन दिने सोर्सले चाहिँ हो यार यो त मेरो पनि काम गर्यो भनेर भन्दाखेरि यु हेभ सम बेनिफिट अफ डाउट होइन, तपाईँले सोचेर चाहिँ ए यो काम मलाई पनि गर्छ कि भन्ने भयो। अनि सेकेन्ड पार्ट, आफूले युज गरिसकेपछि यदि आफ्नो कज चाहिँ इजिली रिभर्सिबल थियो, टाइममा डक्टरकोमा गएको भए चाहिँ त्यसको ट्रिटमेन्ट बेटर हुन्थ्यो, र चाहिँ एउटा साथीको बकम फुसे कुरामा लागेर चाहिँ 5 महिना 6 महिना त्यसपछि 1 वर्ष 2 वर्ष 3 वर्ष गरेर अब भएन बाबा भनेर डक्टरकोमा जाँदाखेरि ढिलो भयो नि त। सो त्यो पार्टमा पनि आफू स्मार्ट हुनु पर्यो। सो यति दुईवटा कुरा हो भने सप्लिमेन्टले हार्म नै गर्नुपर्छ भन्ने छैन। मैले अघि नै भनिहालेँ, हाम्रो शरीरले थुप्रै किसिमका पोइजनहरू पचाउन सक्छ, हामीले यसलाई एकदमै ग्रान्टेड लिन्छौँ। बडी चाहिँ फेरि होलिस्टिक पनि हो भनेर पनि मैले भने। हेयरको हेल्थको कुरा गरिराख्दाखेरि मैले बडीको हेल्थ पनि इम्पोर्टेन्ट छ है, मेन्टल हेल्थ पनि इम्पोर्टेन्ट छ है भन्ने कुरालाई पनि ल्याएर जोडेको छु। सो यो सबै पार्ट छ। अनि सेकेन्ड पार्ट चाहिँ मलाई अर्को इन्ट्रेस्टिङ लाग्ने चाहिँ अ सप्लाई इज देयर बिकज द डिमान्ड इज देयर होइन। सो यो सप्लाई र डिमान्डको खेल हो, यो एक किसिमको इकोनोमिक्स हो, यो एक किसिमको पोलिटिक्स पनि हो। सो यसले संसार रन गरिरहेछ, कसैको परिवार चलिरहेको छ, कसैको चाहिँ होइन सबै भइरहेको छ भन्यो भने इट्स नट अ ब्याड थिङ एट अल होइन। अनि त्यो हिसाबले म यसको बारेमा चाहिँ के भन्छु भन्दाखेरि टेक इट विथ अ पिन्च अफ सल्ट भनेर भन्छु कि आफूले हेरिकन त्यसलाई ट्राई गरिकन हुँदैन भनेर टाइममा आइडेन्टिफाई गरेर यदि हुँदैन भने चाहिँ अनि डक्टरकोमा जानुपर्छ है भन्ने चाहिँ मैले सल्लाह दिन्छु। धन्यवाद डाक्टर साहब। अब भने अहिले भर्खरै पनि जाडो महिना गइसक्यो र जाडो महिनामा चाहिँ के देखिन्छ भन्दाखेरि धेरै मानिसहरूको चाहिँ कपालमा ड्यान्ड्रफहरू चाहिँ देखिने गर्दछ। ड्यान्ड्रफहरूले चाहिँ कतिको मात्रामा कपाल झार्न सक्छ होला त, के छ यसको विषयमा? ओके, ड्यान्ड्रफको बारेमा मलाई पनि एकैछिन बोल्न मन छ। यो इन्ट्रेस्टिङ कुरा हो, एकदमै कमन प्रब्लम हो होइन, धेरैभन्दा धेरै। र म आफू पनि त्यसको भुक्तभोगी हो। म सानो हुँदाखेरि मेरो कपालमा एकदमै धेरै चाया पनि थियो। अनि मेरो बुवा आमाले चाहिँ त्यसको उपाय चाहिँ हामी त्यही भने यो जुगाड सिस्टम गर्छौँ नि, अनि कसलाई सोध्ने, छिमेकीलाई सोध्ने, के गर्ने, त्यसमा चाहिँ कति मेरो उमेरको बच्चा थाहा पनि हुनसक्छ। उनीहरूले त्यो डल्ले साबुन भन्ने आउँथ्यो, लुगा धुने साबुन चाहिँ धेरै पुरानो एक किसिमको, त्यस्तोले पनि सुध्नु आएको छु भनेपछि अब त्यो डेटोल राखेर नुहाउने, यसले कपाल राम्रोसँग सफा गरेन भनेर मलाई गाली गर्नेदेखि लिएर अनि पछि आफू अब ठुलो पनि हुँदै गयो। अनि त्यसपछि वाट चेन्ज्ड अबाउट ड्यान्ड्रफ इन मी पर्सनली भन्दाखेरि चाहिँ त्यो बेला म डक्टर भइसकेको थिएन, तर मलाई त्यतिखेर चाहिँ मैले मेरो सावरको फ्रिक्वेन्सी बढाएपछि अनि ड्यान्ड्रफ चाहिँ मैले राम्रोसँग कन्ट्रोल गरेँ। अनि अहिले पनि मैले अब सावरको फ्रिक्वेन्सी कम भयो, के कारणले मैले नुहाउनु पाइनँ टाइममा भनेर भन्यो भने ड्यान्ड्रफहरू आएको छ कि जस्तो फिल हुन्छ, तर आई क्यान इजिली टेक केयर अफ द्याट बाई जस्ट सावरिङ। भनेपछि अब क्वेसन के आयो भन्दाखेरि विन्टरमा ड्यान्ड्रफ किन हुन्छ होइन, अनि ड्यान्ड्रफले कपाल झार्छ कि झार्दैन, त्यो दुईवटा क्वेसन भयो होइन। विन्टरमा ड्यान्ड्रफ सबैलाई हुँदैन, त्यो फर्स्ट थिङ बुझ्नु पर्यो होइन। अनि कसलाई हुन्छ, मोस्टलीलाई हुन्छ, कमनली हुन्छ, र कसलाई हुन्छ त भन्दाखेरि जो चाहिँ बेसिकली ड्राई स्किन छ अलरेडी, सो केही किसिमको उसमा ड्राइनेस छ, अटोपी छ, एलर्जी छ, हामीले चाहिँ कपालमा एकदमै धेरै चाया आएर त्यसको इन्फ्लामेसन धेरै बढ्यो भने त्यसलाई सिबोरिक डर्माटाइटिस भनेर भन्छौँ। त्यो सिबोरिक डर्माटाइटिस कम्स ह्यान्ड इन ह्यान्ड विथ अटोपिक डर्माटाइटिस। अटोपिक डर्माटाइटिस भनेर भनेको चाहिँ एक किसिमको एउटा जेनेटिक कन्डिसन हो जहाँनिर चाहिँ क्रोनिकली स्किन ड्राई हुन्छ, फिलाग्रिन भन्ने जिनको म्युटेसन भएको हुन्छ, र त्यसमा थुप्रै किसिमको चाहिँ सानो सानो किसिमको एलर्जी कन्डिसनहरू भइरहेको हुन्छ, र त्यही सिभियर भएको बेलामा चेस्टमा आजमा पनि हुन्छ, राइनाइटिस, कन्जन्टिभाइटिसहरू पनि हुन्छ, र कपालमा चाहिँ चिल्लो धेरै आउँछ यस्तो मान्छेहरूको। विन्टरमा चाहिँ ओभरअल इन्भाइरोमेन्ट नै ड्राई छ, त्यसले उसको त्यो स्किनको त्यसको तालुको जुन स्काल्पको छाला छ त्यसको ड्राइनेसलाई प्रेसिपिटेट गर्ने भयो, झन् बढाउने भयो। नुहाउने फ्रिक्वेन्सी पनि घट्ने भइहाल्यो, जाडो छ अलिकति नुहाउनु पनि कम भइ नै हाल्छ। अनि त्यसपछि चाहिँ हाम्रो शरीरमा यो छातीभन्दा माथि टाउको भन्ने एरियामा चाहिँ मालासेजिया भन्ने एक जातको ढुसी हुन्छ, यिस्ट बसेको हुन्छ, त्यो चाहिँ नेचुरल कमेन्सुरल फ्लोरा हो, त्यो त्यहाँ चाहिन्छ, त्यो जरुरी चिज हो। तर जो मान्छेहरूको चाहिँ ब्यारियर फङ्सनमा प्रब्लम छ, इम्पेयरमेन्ट छ, तिनीहरूको चाहिँ यो त फरेन अब्जेक्ट हो नि त, कीटाणु हो नि त, बाहिरको एउटा चिज हो। बडीले त उसँग त एक किसिमको टसल गरेको हुन्छ, टसल गरेन भने त त्यो त बढ्दै बढ्दै गएर शरीरै ढाक्न सक्छ। सो उसलाई त त्यो एट बे त्यहाँनिर ठिक्क राख्न चाहिँ सबै चिजले काम गरिरहेको हुन्छ। त्यो ब्यारियर फङ्सन बिग्रेको बेलामा चाहिँ र ड्राइनेस बढे सँगसँगै र शरीरमा चाहिँ हाम्रो नेचुरली निस्किने जुन सिबम हुन्छ, ट्राइग्लाइसराइड अइलहरू हुन्छ, यिनीहरू चाहिँ फेरि यो ढुसीहरूको लागि खुराक पनि हुन्छ, र नुहाउन पनि फ्रिक्वेन्सी अब कम भयो। सो दे
इन्क्रिज इन पपुलेसन, उनीहरू आफ्नो मात्रामा बढ्ने भयो। बढिसकेपछि चाहिँ तिनीहरूको जुन बायोलोजिकल एक्टिभिटी मेटाबोलिजमको बाई प्रडक्ट हुन्छ, त्यो बाई प्रडक्ट चाहिँ आफ्नो यो इम्पेयर्ड ब्यारियर फङ्सनले गर्दाखेरि स्काल्पमा चाहिँ त्यसको चाहिँ पर्मिएसन धेरै हुन्छ, त्यो धेरै छिर्छ भित्र भनौँ न, बडीले त्यसलाई बढी धेरै थाहा पाउँछ भनौँ न। अनि हाम्रो शरीरको आफ्नो डिफेन्स मेकानिजम हुन्छ, अनि इम्युन सिस्टमले के किन गर्छ, त्यसपछि इन्फ्लामेसन सुरु हुन्छ, अनि 4वटा साइन्स अफ इन्फ्लामेसन, त्यहाँनिर चाहिँ इचिङ हुन्छ, त्यसपछि पेन हुन थाल्छ, त्यसपछि त्यो रातो हुन्छ होइन, अनि कत्ला पनि बेसी आउँछ, ड्यान्ड्रफ अझ बेसी भएको जस्तो हामीलाई फिल हुन्छ, र सँगसँगै चाहिँ त्यो इन्फ्लामेसनले गर्दाखेरि हेयर लस पनि बढ्यो भनेर भन्ने हुन्छ। सो जाडोमा कस्तो मान्छेलाई किन ड्यान्ड्रफ धेरै आयो भन्ने कुरा एउटा भयो। अब सेकेन्ड क्वेसन, यस्तो खालको हेयर लस चाहिँ सिरियस हो कि होइन त, होइन खतरा हो कि त भनेर भन्दाखेरि चाहिँ खासै होइन। तर पनि मैले अघि नै आफ्नो एउटा एक्सपिरियन्स पनि लगेर जोडेँ, जहाँले चाहिँ फ्रिक्वेन्सी अफ सावर वा नुहाउने एक्टिभिटी बढेपछि चाहिँ त्यो बेटर हुँदै जाँदो रहेछ भन्ने कुराहरू। सो यसमा पनि अलिकति ब्यालेन्स गर्न जरुरी हुन्छ। आफूलाई थाहा छ 1 हप्ता भइसक्यो कपाल नुहाएको छैन, ड्यान्ड्रफ आइरहेको छ भनेपछि अभियसली त्यो त नेचुरल भइ नै हाल्यो होइन, सो नुहाउने बेला भयो फर्स्ट थिङ। सेकेन्ड पार्ट, ड्यान्ड्रफको एन्टी ड्यान्ड्रफ स्याम्पूहरू पाइहालिन्छ होइन, नबुझेर, र म पनि फेरि त्यसको फेरि अर्को पार्ट हो है, किनभने इन्फर्मेसनै हामीले सजिलोसँग पाएको छैनौँ क्या। अनि नबुझेर चाहिँ हेड एन्ड सोल्डर जस्तो एन्टी ड्यान्ड्रफ स्याम्पूहरू जुन ओभर द काउन्टर सजिलोसँग पाइन्छ, योभन्दा अगाडि सेल्सन भन्ने स्याम्पू हुन्थ्यो हामी सानो बच्चाहरू हुँदाखेरि, यो सबै पार्टहरू चाहिँ ओकेजनली युज गर्ने स्याम्पू हो। यिनीहरूमा चाहिँ हाई त्यो ओइल ब्रेक गर्ने क्वालिटी हुन्छ, हाम्रो नेचुरल जुन सिबम हुन्छ त्यसलाई ब्रेक डाउन गर्ने क्वालिटी धेरै हाई हुन्छ। सो यदि हामीले एकदम फ्रिक्वेन्टली त्यो स्याम्पू युज गऱ्यौँ भने अब के हुने भयो भन्दाखेरि ड्राई स्काल्प हो भने त झन् धेरै ड्राई हुने भयो, स्याम्पूले पनि फर्दर कन्ट्रिब्युट गर्ने भयो। अनि कति मान्छेहरू छन् जसले चाहिँ हेड एन्ड सोल्डर जस्तो खालको स्याम्पू स्टार्ट भएपछि सुरुमा त वाउ मेरो एकदमै ड्यान्ड्रफ कन्ट्रोल भयो, हेयर फल पनि कन्ट्रोल भयो, र इभेन्चुअली फेरि डाउन द रोड 5-6 मन्थ्स पछि चाहिँ हेयर लस बढ्न थाल्यो भनेर भन्ने प्रब्लम छ। अनि पछि डक्टर भइसकेपछि, त्यसको मेकानिजम बुझिसकेपछि, त्यसको साइन्स बुझिसकेपछि चाहिँ एन्टी ड्यान्ड्रफ स्याम्पूहरू गर्मी ठाउँ छ भने, अब यो गर्मी ठाउँको लागि होइन, जहाँ चाहिँ चिल्लो तेलहरू पनि बेसी निस्किरहेको छ, त्यसले चाहिँ त्यो मालासेजियालाई ग्रो गर्न पनि हेल्प गरिरहेको छ भनेर भन्यो भने चाहिँ अलिकति फ्रिक्वेन्टली नुहाउने। सानो हाम्रो जस्तो कपाल छ भने त दिनदिनै नुहाउँदा पनि हुन्छ, महिलाहरूलाई सायद अलिकति गाह्रो हुन्छ होला, तर पनि अलिक फ्रिक्वेन्सी बढाउने एउटा ट्राई गर्ने। कपाल छोटो पनि राखेको राम्रो हुन्छ, यस्तो बेलामा एरिएसन बेटर हुन्छ, त्यो त्यहाँ गुम्सिन पाउँदैन होइन। अनि त्यस्तै गरेर चाहिँ एन्टी ड्यान्ड्रफ खालको स्याम्पूहरू चाहिँ हप्तामा 1 चोटि वा 2 चोटिसम्म नुहाउने, र बाँकी समयमा चाहिँ जेनरली नन मेडिकेटेड स्याम्पूहरू, जस्तो कि कुनै सिम्पल खालको अब सल्फेट फ्री भने पनि भयो, वा रेगुलर चलेको डभ सनसिल्कहरू यिनीहरू, वा कुनै राम्रो ब्रान्डहरू यिनीहरू युज गर्दा पनि भयो। सो ब्यालेन्समा गर्ने रहेछ। अनि यति गऱ्यो भने ड्यान्ड्रफ पनि राम्रो कन्ट्रोल हुने, इचिङ पनि कन्ट्रोल हुने, इम्बारेसमेन्टबाट पनि जोगिने, हेयर लसबाट पनि जोगिने, राम्रो मात्रै हुने। सो फ्रिक्वेन्टली नुहाउने भन्ने चाहिँ यसको एन्सर रहेछ गर्मी ठाउँको मान्छेले। भनेपछि अब स्याम्पूहरू युज गर्दाखेरि चाहिँ आफ्नो स्काल्पको क्वालिटी कस्तो छ त्यो अनुसार गर्नु पर्यो, ड्राई छ कि ओइली छ त्यो अनुसार। ओके, सो द्याट्स एक्चुअली अनदर भेरी गुड क्वेसन। जस्तै म ओइली हो कि ड्राई हो भन्ने क्वेसन आउँछ होइन। हामीले चाहिँ फेसको स्किनलाई चाहिँ स्किन भन्ने चलन छ नेपालमा। धेरैजना मेरो छालामा प्रब्लम आयो भनेको दे आर टकिङ अबाउट देयर फेस, अनि फेस ओइली भयो कि ड्राई भयो, यसमा एक्नेहरू पनि आएर जोडिन्छ, मेलाजमा पोतोहरू पनि आएर जोडिन्छ, त्यस्तै मान्छेहरूको कपालमा चाया पनि हुन्छ। मैले फर्स्ट थिङ पेसेन्टलाई के बुझाउँछु भन्दाखेरि तेल निकाल्ने पावर हाउस चाहिँ कपाल हो, टाउको हो, त्यसभित्र पनि कपाल हो सबभन्दा धेरै, किनभने गुम्सिन्छ नि त होइन, यहाँ सबैबाट ढाक्छ, यसको आफ्नै इकोलोजी इकोसिस्टम हुन्छ, यो छुट्टै एउटा वन जङ्गल जस्तो हो क्या त्यहाँभित्र होइन, त्यसको आफ्नै नेचुरल फ्लोरा फनाहरू हुन्छ, सबै पार्टहरू हुन्छ। अनि त्यही तेल चाहिँ हामीले टाइममा वास अवे गर्न सकेनौँ भन्यो भने त्यो फेरि सबै अब अनुहारहरूमा यिनीहरूमा पनि आउँछ, पोमेड एक्ने भनेर भनिन्छ, यहाँ बाक्लो खालको लगाएर हेयर स्ट्रेटहरू गर्दाखेरि यहाँ निधारमा एक्नेहरू आउने, त्यसले अक्लुजनहरू गरेर हुने, त्यो तेलले फर्दर अक्लुजन, अरू पनि केराटिन डेब्रीहरूले एड गर्ने, अनि एक्ने, अनि यो पार्टहरू भनेर भन्ने भयो। सो तपाईँको क्वेसनको सिम्पल एन्सर किन भएन भनेर भन्दाखेरि चाहिँ वी एक्चुअली डोन्ट ह्याभ अ स्किन टाइप के, म चाहिँ त्यो कुरामा विश्वास गर्छु। हाम्रो स्किन चाहिँ फ्लक्चुएटिङ छ कि टाइप चाहिँ, अनि त्यसलाई के चिजले इन्टरेक्सनले बिगार्छ त भन्दाखेरि इन्भाइरोमेन्टको इन्टरेक्सन। सो बेस्ट एन्सर चाहिँ के भन्दाखेरि वाइज हुने, स्मार्ट हुने, र आफूलाई अहिलेको इन्भाइरोमेन्ट कस्तो छ, ड्राई छ भने नन ड्राइङ खालको अथवा लेस फ्रिक्वेन्टली नुहाउने, तर एकदमै ह्युमिड छ होइन, धराली टहरी विराटनगर पूर्वतिरको जस्तो खालको गर्मी छ भन्ने हो भने त्यसले एकदम धेरै चिल्लो निकालेको हुनसक्छ, पसिनाहरू निकालेको हुनसक्छ, वा अरू कीटाणुहरूलाई ग्रोथ गराउन सक्छ भनेर अलिकति मोर फ्रिक्वेन्टली नुहाउने, जसमा एन्टिफङ्गल 1 or 2 विकली, अनि रेस्ट अफ द टाइम मोइस्चराइजिङ स्याम्पू। सो यति गऱ्यो भने चाहिँ यसको राम्रै नै हुन्छ। सो ओइललाई, ड्राईलाई, ओइलीलाई सबैलाई नै कन्ट्रोल हुन्छ यो ब्यालेन्समा गऱ्यो भने। हजुर, धन्यवाद डाक्टर साहब। अब भने हामीले अहिले सामान्यतया धेरै नै सुन्ने गरेको छ एलोपेसिया,
एरिएटा र एन्ड्रोजेनिक एलोपेसिया जस्ता शब्द यी चाहिँ के हुन् र यसको बारेमा स्पष्ट पारिदिनुहोस् न। ओके, यो हाम्रो आज विषयको सबभन्दा महत्त्वपूर्ण विषय पनि यही नै हो। सो डक्टरको भाषामा कपाल झर्ने समस्यालाई कसरी हामीले क्लासिफाई गर्छौँ भन्दाखेरि चाहिँ हरेक किसिमको कपाल झर्ने समस्यालाई चाहिँ हामीले एलोपेसिया भनेर भन्न मिल्छ। सो एलोपेसियाको समस्या छ यो पेसेन्टलाई भन्दाखेरि कपाल झर्ने समस्या छ। अब एलोपेसियाको टाइप कस्तो हुन्छ त भन्दाखेरि चाहिँ एउटा चाहिँ स्कार हुने खालको एलोपेसिया हुन्छ, अर्को चाहिँ नन स्कारिङ, स्कार नहुने खालको एलोपेसिया हुन्छ। कपाल झर्ने दुईटा मेकानिजम रहेछ। स्कार हुने भनेको चाहिँ के बुझ्नु पर्यो भन्दाखेरि त्यो कपालको जुन जरा हुन्छ त्यो चाहिँ हाम्रो छालालाई माथिल्लो दुईटा तह र तल्लो एउटा तह बोसोको तह गरेर तिनवटा तहमा हामीले यसरी डिभाइड गरेको हुन्छ र माथिल्लो तह नै 4-5 लेयरको हुन्छ। त्यो छालाको चाहिँ त्यो कपालको जरा चाहिँ बिचको तहको अझ भित्रतिर यसरी गाडिएर बसेको हुन्छ। स्कार हुने भनेको चाहिँ यो कपालको जरामा स्कारिङहरू देखिने, फाइब्रोसिसहरू हुने हो। त्यसको अर्थ के बुझ्नु पर्यो भने त्यहाँ अब कपाल हेयर फलिकल छैन, इट्स कम्प्लिटली डेड, अब त्यहाँनिर कपाल फिर्ता आउने सम्भावना छैन। सो स्कारिङ एलोपेसियाको चाहिँ कज बुझ्ने, बच्चाबच्चीमा चाहिँ कपालमा आउने ढुसीहरू हुन्छ, अनि कोही महिलाहरूमा अरू थुप्रै किसिमको अटोइम्युन कन्डिसनहरूले स्कारिङ एलोपेसिया गराउन सक्छ। टाइममा थाहा पाउने, टाइममा डक्टरकोमा जाने, टाइममा त्यसलाई प्रिभेन्ट गर्ने भन्ने भयो भने लङ टर्म राम्रो रेमेडी आउँछ। तर यदि ड्यामेज भइसकेको छ स्किन भन्ने भयो भने त्यो एरियालाई चाहिँ रिभाइभ गर्न सकिँदैन। अब सेकेन्ड पार्ट हो जुन चाहिँ एन्ड्रोजेनेटिक एलोपेसिया, अघि नै भनेको एजिए एन्ड्रोजेनेटिक एलोपेसिया अथवा एन्ड्रोजेनिक एलोपेसिया पनि भनेर भन्छ। अनि सेकेन्ड चाहिँ एलोपेसिया एरिएटा, यो दुवै नै नन स्कारिङ एलोपेसियामा पर्छ। एलोपेसिया एरिएटा चाहिँ अलिकति भयावह हुन्छ। हुन त साइन्स एन्ड सिम्पटम्स केही हुँदैन, अनि रातारात खुसुक्क थाहै नपाइकन अनि कपाल काट्दा वा कसैले यसो मालिस गरिँदाखेरि तपाईँको त यहाँ त गोलो चट्टा खाली छ, कपाल त चिल्लो छ भाइ भनेर भनेपछि बल्ल ला हो र भन्ने हुन्छ, एकदम प्यानिकिङ सिचुएसन हुन्छ। तर रमाइलो कुरा के हो भन्दाखेरि फेरि यो समस्या चाहिँ अटोमेटिकली कति अवस्थामा आफै पनि हिल हुन्छ। हामीलाई त बच्चा अब एमबिबिएस पढ्दाखेरि किताबमा के पनि सिकाएको छ भन्दाखेरि 6 महिनाभित्र छ र त्यस्तो खालको गोलो पैसा जस्तो गोलो दाग हुन्छ क्या, अनि त्यस्तो गोलो चट्ट झरेको चिल्लो खालको छ र 1-2वटा मात्रै छ भन्ने हो भने आत्ति नै पर्दैन, वेट एन्ड वाच, त्यो आफै सन्चो हुन्छ भन्छ। त्यसमा घरायसी रेमेडीहरू पनि हुन्छन्, अदुवा लसुन दल्ने भनेर भन्ने हुन्छ, त्यसलाई कन्ट्याक्ट सेन्सिटाइजर भनेर भन्छ। अर्को किसिमको एलर्जी क्रिएट गर्ने, अनि त्यहाँ भइरहेको अनगोइङ अटो इम्युन कन्डिसनले गर्दाखेरि हो क्या यो हुने चाहिँ। अनि त्यो अनगोइङ अटो इम्युनलाई चाहिँ कन्ट्रोल गरिदिने वा डाइभर्ट गरिदिने अनि हिल भएको जस्तो पनि हुने। एलोपेसिया एरिएटाको दुःखको कुरा चाहिँ के छ भन्दाखेरि त्यो थोरै मान्छेमा प्रोग्रेसिभ पनि हुन्छ, अनि टोटालिस भनेर भन्ने हुन्छ, कपाल यो टाउको सबै जाने, परेला सरेला सबै जाने, कपाल त सबै नै भइ नै हाल्यो सबै जाने। त्यसपछि युनिभर्सालिस भन्ने हुन्छ, होल बडी हेयर पनि जाने भनेर भन्ने हुन्छ। साह्रै थोरै मान्छे युनिभर्सालिसमा जान्छन् र त्यसको कहिलेकाहीँ कज पनि देखिन्छ, कहिलेकाहीँ कजहरू देखिँदैन। एलोपेसिया एरिएटा इटसेल्फमा चाहिँ हामीले फिमेल हो, फिमेल अफ चाइल्ड बियरिङ एज हो, हस्टेल गोइङ स्टुडेन्ट हो, वा यस्तै अघि नै भनेको जस्तै भाइटामिन डी आइरनहरूको डेफिसियन्सी हो कि होइन भनेर यिनीहरू जाँच गरिदिन्छौँ र धेरै अवस्थामा रिपोर्ट नर्मल पनि आउँछ र त्यस्तो पेसेन्टलाई चाहिँ हामीले ट्रिटमेन्ट गर्छौँ, रिभाइभ पनि हुन्छ। र अलिकति दुःखको कुरा के छ भन्दाखेरि यो रिकर भइरहन्छ। अनि कति मान्छेले त्यसमा बाँच्न सिक्नुहुन्छ, कति मान्छेहरूले चाहिँ त्यो थोरैले मात्रै गर्दाखेरि माइल्ड कन्डिसन हुन्छ, त्यसले दुःख दिँदैन, र थोरै मान्छेलाई चाहिँ त्यो सिभियर भएर जान्छ, एकदम त्यसले चाहिँ एउटा कस्मेटिक पनि दुःख दिन्छ, अनि हामीले त्यही अनुसारको अरू चाहिँ रेमेडी खोज्दै जानुपर्ने हुन्छ यदि भित्री कज फेला परेन भने, होइन। यो चाहिँ एउटा मेडिकल प्रब्लम नै हो, यसको लागि हस्पिटल जानुपर्छ, डक्टरकोमा जानुपर्छ, टेस्ट गर्नुपर्छ, प्रपरली हेर्नुपर्छ, आत्तिनु पर्दैन, तर टाइममा जानु पर्यो भन्ने कुरा भयो। अर्को खालको चाहिँ कपाल नन स्कारिङ एलोपेसिया चाहिँ एन्ड्रोजेनेटिक एलोपेसिया, जुन चाहिँ अहिलेको यो $1 मिलियन इन्डस्ट्री बिजनेस हो भनेर भन्ने कुरा हो। कपालको बिजनेस भनेको अहिले मेन यही नै हो, होइन। अनि हामी सबै केटा मान्छे पनि केटी मान्छे पनि वी आर प्राउड अफ आवर हेयर, होइन। हेयरले स्टाइल भनेर भनिन्छ। म सानो हुँदाखेरि शाहरुख खानको एउटा बीबीसीको इन्टरभ्यू हेरेको थिएँ, जहाँले शाहरुख खानले एकदम धेरै कपाल मिलाएको हुनाले फिमेल वाज आस्किङ व्हाट इज सो स्पेसल अबाउट योर हेयर भनेर भन्दा नो नथिङ स्पेसल भनेर भन्थ्यो। मेरा एजका मान्छेहरूलाई त्यो कुरा थाहा पनि हुन्छ होला, दे वर शाहरुख खान फ्यान्स, होइन। तर उसको हेयर इज इम्पोर्टेन्ट अन हिम, होइन। भने जस्तै हामीले कुनै क्यारेक्टरहरू चिन्दाखेरि चाहिँ कपालले गर्दाखेरि यसको ड्यासिङ ऊ भएको छ भनेर भनेको केटाहरूको, केटी मान्छेलाई झन् त्यसले कति धेरै एड गर्ने होला। फिमेलको लागि त त्यो हेयर त्यसलाई कसरी चाहिँ ब्युटिफाई गर्ने, डाई गर्ने, कलर गर्ने, यो गर्ने त्यो गर्ने, हरेक किसिमको ट्रिटमेन्टहरू, सो मच टु स्पेन्ड अन मनी अन, होइन, कपालको लागि। अनि त्यस्तो पनि छ। सो यो फिमेलमा चाहिँ एन्ड्रोजेनेटिक एलोपेसियालाई फिमेल प्याटर्न हेयर लस भनेर भन्छन्, केटामा चाहिँ त्यसलाई मेल प्याटर्न हेयर लस भनेर भन्छ। अनि केटा मान्छेको चाहिँ अब यसरी जाने क्या, यहाँनिर माथिबाट जाने, यो केटा मान्छेको कमनली देखिन्छ। अनि यो चाहिँ अब फ्रन्टल हेयर लस भयो, त्यसै गरी भोर्टेक्समा पातलिन्छ, होइन। अनि त्यसरी पातलिन थाल्छ बिस्तारै बिस्तारै, यसमा चाहिँ कपाल चाहिँ बिस्तारै 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 पातलो 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 भएर मिनिएचराइज जस्तो भएको हुन्छ कि, हराउँदै हराउँदै त्यसको ओरिजिनल फर्ममा गएर अनि बिस्तारै त्यो पुरै हराएर जान्छ।
फिमेलमा चाहिँ प्याटर्न हेयर लस चाहिँ यो पार्टिसन जुन गरेको हुन्छ त्यो पार्टिसनमा देखिन्छ, पार्टिसन वाइडन हुँदै जान्छ अनि त्यसले गर्दाखेरि हामीले कहिलेकाहीँ चाहिँ त्यो पार्टिसन पनि चेन्ज गर्नु, कपाल अलिकति छोटो राख्नु भन्ने कुराहरू पनि त्यसमा एडभाइस गर्छौँ, द्याट माइट हेल्प भन्ने हिसाबले होइन। अनि सो यो खालको समस्यामा चाहिँ अब हाम्रो होल साइन्स यसमा लागिरहेको छ। कपाल किन पातलिन्छ त, त्यसरी चाहिँ जस्तै सबै ठाउँमा पातलिँदैन, अथवा कपालमा एकदम पातलो छ तर शरीरमा चाहिँ अन्त चाहिँ प्रशस्तै रहन्छ, केटा मान्छेहरूको शरीरभरि छातीभरि रहन्छ तर कपाल चाहिँ तालु छ। अनि त्यस्तो खालको किन भइरहेछ त भनेर त्यो साइन्सलाई खोतल्दै जाँदाखेरि चाहिँ हामीहरूले टेस्टोस्टेरोन अनि डाइहाइड्रोटेस्टोस्टेरोनको चाहिँ हेयर फलिकलमा सेन्सिटिभिटी अनि 5-alpha रिडक्टेज भन्ने हर्मोन यस्ता कुराहरू बुझेपछि अबका औषधिहरू चाहिँ यिनीहरूको अगेन्स्टमा वा यिनीहरूको विरुद्धमा चाहिँ बनाएका औषधिहरू। सो फरक फरक किसिमको औषधिहरूले फरक तरिकाले पनि काम गर्छ। तर ओभरअलमा चाहिँ एलोपेसिया हेयर लस, एन्ड्रोजेनेटिक एलोपेसिया चाहिँ प्याटर्न हेयर लस। अहिले चाहिँ यो तालु भन्ने कुरा आइराख्दाखेरि चाहिँ हाम्रो समाजमा पनि देख्ने गरिन्छ। वैदेशिक रोजगारमा गएका युवाहरू पुरुषहरूमा चाहिँ सामान्यतया हेयर लस भएर कपाल तालु भएर आउनु भएको हुन्छ। उहाँहरूमा चाहिँ के छ, कारण चाहिँ के होला उहाँहरूमा कपाल झर्नुको? वैदेशिक रोजगार चाहिँ मान्छेले रहरमा पक्कै पनि गरेको छैन होइन। अनि त्यही कारणले गर्दाखेरि चाहिँ अब कति कुराहरू होला कि मैले त अब आई कान्ट इभन फ्यादम होइन। अब उहाँको खुट्टामा आफू उभिएर सोच्न पनि सक्दिनँ। अभियसली एज अ क्लिनिसियन मैले भन्नु पर्दाखेरि चाहिँ डायट होला एउटा कुरा, खानापिना पक्कै राम्रो भएन होला होइन, कामको बेलानमा गर्दाखेरि वा घरमा चाहिँ आमाले श्रीमतीले बनाएर खुवा जस्तो पक्कै हुँदैन होला। अनि सेकेन्ड भनेको स्ट्रेस फ्याक्टर नै होला। विदेश गएर बसेको छ अहिले, अब त झन् अहिले वारको बेला छ, सबै हाम्रो चाहिँ वैदेशिक रोजगारको भाइ बहिनीहरू चाहिँ सबै मिडल इस्टमै हुनुहुन्छ मोस्टली होइन। अनि त्यहाँनिर चाहिँ त्यस्तो खालको एउटा अनरेस्टको एउटा सिचुएसन छ, लाइफको एउटा थ्रेट छ। अनि यस्ता खालको सिचुएसन त अरू कति हुने होला, कामको आफ्नो इन्भाइरोमेन्टहरूले पनि फरक पार्छ। अनि अर्को थर्ड कुरा चाहिँ अब त्यही वर्क इन्भाइरोमेन्टकै कुरा गर्दाखेरि जस्तै त्यही आफ्नो ओभरअल हेल्थको टेक केयर गर्नेदेखि लिएर हेयरको केयर पनि होइन। सो सावर स्याम्पूदेखि लिएर यो सबै बेसिक मिनिमम जुन हेयर केयरहरू हुन्छ त्यो पार्ट पनि कम भएको होला, किनभने अब त्यहाँ कसैलाई देखाउनु छैन, आफू त्यो अनुसारले काममा जानु छ, त्यो सबै छ। सायद यो 3-4वटा कारणहरूले गर्दाखेरि हुनुपर्छ है। मैले मेलको कुरा गरेको हो, फिमेलमा पनि यो प्रब्लम यदि बढी छ भने चाहिँ यही कारणहरूको कारण हुनसक्छ जस्तो लाग्छ मलाई। डाक्टर साहब, अनि हामीले सुन्ने गरिन्छ विभिन्न किसिमका रोगहरूमा तथा कुनै औषधिहरू चलाउँदा पनि कपाल झर्ने गर्छ भनेर। के कस्ता रोगहरू तथा के कस्ता औषधिले गर्दा चाहिँ कपाल झर्ने गर्दछ त? कपाल झार्ने औषधि चाहिँ अब यसमा चाहिँ दुईवटा कन्सेप्टको बारेमा हामीले बोल्न जरुरी हुन्छ है। एउटा कन्डिसन हो टिलोजन एफ्लुभियम भन्ने कन्डिसन। एफ्लुभियम भनेको चाहिँ एउटा डिफ्युज किसिमको हेयर लसको प्रोसेसलाई चाहिँ एफ्लुभियम भनेर भन्छ होइन। त्यो छरिएर झर्छ कि सबैतिरबाट झर्छ। अनि टिलोजन एफ्लुभियम चाहिँ, अनि अर्को चाहिँ हुन्छ एनाजेन एफ्लुभियम है त। म यो दुइटाको बारेमा कुरा गर्छु। टिलोजन एफ्लुभियम चाहिँ कमन हो, त्यो मोर कमनली देखिन्छ र शरीरले चाहिँ कुनै पनि अघि भनेको जुन स्ट्रेसफुल कन्डिसन भयो नि, त्यो स्ट्रेस चाहिँ कपालमा कसरी देखिन्छ, त्यो नङमा पनि देखिन्छ, शरीरमा छालामा पनि देखिन्छ बाइ द वे। सो हेयरमा चाहिँ कसरी देखिन्छ त भन्दाखेरि जुन हेयरको जुन साइकलहरू हुन्छ, यो पनि यो विषयमा पनि हामी कुरा गर्नु जरुरी छ। 3टा साइकल हुन्छ, एनाजेन, क्याटाजेन र टिलोजन भनेर भनिन्छ। टिलोजन चाहिँ झर्ने खालको रेडी भएको कपालको साइकल हो। त्यो एनाजेन फेजलाई चाहिँ सर्ट गरेर टिलोजनमा पुश गरिदिन्छ बडीको स्ट्रेसले गर्दाखेरि। नत्र नर्मली एनाजेन हेयर फेज भनेको चाहिँ अप टु 6 इयर्ससम्मको हुन्छ। हाम्रो 80-90% अफ द हेयर चाहिँ एनाजेनमा पनि हुन्छ, हेल्थी हेयर चाहिँ होइन। तर यदि टिलोजन एफ्लुभियम भइरहेको छ भनेर भन्यो भने एउटा कुरा चाहिँ उसले के गर्यो भन्दाखेरि जुन कपाल झर्न रेडी छ त्यो कपाललाई एकैचोटि पुश आउट गर्यो। सेकेन्ड पार्ट चाहिँ जुन कपाल एनाजेन फेजमा छ त्यसलाई टिलोजनमा ट्रान्सफर गर्दै गयो। सो टिलोजन एफ्लुभियम चाहिँ 3 महिनासम्म भइराख्दाखेरि हामी धेरै प्यानिक हुँदैनौँ, यसलाई टिलोजन एफ्लुभियम भनेर भन्छौँ। अनि तपाईँलाई कोभिड भएको थियो वा चाहिँ सार्स अथवा केही हामी यो डेङ्गी अहिलेको चलनअनुसारको केही भाइरल इन्फेक्सन भएको थियो वा थ्रोट इन्फेक्सनहरू भएको थियो, भाइरल इन्फेक्सन यसो सोच्छौँ। वा अरू कुनै स्ट्रेसफुल कन्डिसनमा क्रास डायटिङहरूमा वेट लस गर्न खोज्दाखेरि हैनदेखि अरू कुराहरूमा यस्तो हुन्छ, विच क्यान बी करेक्टेड इजिली। एनाजेन एफ्लुभियम चाहिँ तपाईँले भनेको कुरामा आएर ठोकिन्छ। यो चाहिँ मेडिकेसन अनि डिजिजमा चाहिँ क्यान्सर, अब क्यान्सरको कुरा गर्दाखेरि क्यान्सरले हेयर लस गराउने भन्दा पनि किमोथेरापी जुन हुन्छ क्यान्सरको लागि युज गर्ने, त्यो औषधिले गर्दाखेरि उसले हेयर साइकललाई नै ड्यामेज गरेर डिस्ट्रोय गरेर चाहिँ त्यो एनाजेन फेजलाई नै अझ सर्टर बनाएर त्यसैमा नै कपाल झर्ने, कपाल मच्योर नै हुन नपाउने, अनि त्यहाँबाट झर्ने भने अनि एकै नासले सबै कपाल झरेर अनि पातलो भएको जस्तो देखिन्छ। सर्टेन मेडिकेसनले पनि त्यस्तो गर्छ। के हर्मोनहरूको औषधिहरू छ भन्ने भयो भने जस्तै कि पोस्ट मिनोपजलहरू हुनसक्छ, अनि अघि नै भनेको जस्तै गरेर चाहिँ यो अटो इम्युन कन्डिसनहरूमा चलाउने औषधिहरूले पनि हुनसक्छ। र त्यस्तै गरेर चाहिँ शरीरको नेचुरल मिनरल्सहरू
जस्तै कि आइरन जिङ्क यस्तो खालको एब्जर्प्सनमा यसको रिअपटेकमा पनि कमी लिएर आउन सक्ने खालको केही औषधिहरू परेको छ इन्टरेक्सन गर्ने भन्ने भयो भने त्यसले पनि गराउँछ। सो औषधि डिजिज अनि अब अघि नै भनेको स्कारिङ एलोपेसिया त तालुको नै डिजिज भइहाल्यो। त्यसमा हामीले डिस्कोइड लुपस एरिथमेटोसिस भन्ने महिलाहरूलाई नै बढी दुःख दिने एउटा समस्या छ। त्यस्तै गरेर लाइकेन प्लानो पाइलारिस भनेर भन्ने हुन्छ, लाइकेन प्लानसको एउटा भेरिएन्ट हो, त्यसले पनि कपाललाई स्कारिङ गराउने र बच्चा बच्चीमा अलिकति दुःख लाग्दो चाहिँ टाइममा यदि डक्टरमा नपुगे चाहिँ यो इजिली प्रिभेन्ट गर्न सकिने अवस्था टिनिया केपाइटिस भन्ने कपालमा ढुसीको समस्या। अनि त्यसको चाहिँ पहिला नन इन्फ्लामेटरी भेरिएन्ट हुन्छ, त्यहाँनिर चाया आएको जस्तो मात्रै हुन्छ अनि केही छैन होला भनेर इग्नोर गर्यो अनि पछि चाहिँ इन्फ्लामेसनमा चेन्ज भएर अनि त्यहाँ कम्प्लिट फाइब्रोसिस भएर त्यो पार्टमा चाहिँ कपालै नआउने भन्ने पनि हुन्छ। सो यो यस्ता कारणहरूले गर्दाखेरि हुने हो। के कस्ता लक्षणहरू देखियो भने चाहिँ कपाल झर्ने समस्या गम्भीर हुन सक्छन् र कस्ता कस्ता समस्या देखिएमा चाहिँ विशेषज्ञ कहाँ जान जरुरी हुन्छ त? सो अब अहिलेसम्म हामीले के इम्फोसाइज गर्यौँ भन्दाखेरि अलिअलि कपाल झर्दैमा खासै हातिनु पनि पर्दैन रहेछ। दिनमा 5-10वटा झरी त झन् केही ठुलो कुरा नै भएन र साइक्लिकल कुनै अवस्थामा कपाल झरिरहेको छ भने जुन हाम्रो कपाल झर्नै पर्ने जस्तै सावरमा झर्ने कपालहरू जुन छ नि तिनीहरू चाहिँ टिलोजन फेजमा भएको कपाल हो, तिनीहरू ढिलो चाँडो झर्ने थियो। नुहाएर वा केही गरेर कपाल झरेको होइन कि त्यो बेलामा चाहिँ त्यो रिभिल भएको कि झरेको कपाल देखेको भनेर भनेपछि त्यसमा नआतिने भन्ने कुरा हो। तर कस्तो अवस्थामा आतिने त भन्दाखेरि त्यही चिज पनि 3 महिनाभन्दा बेसी भयो, 5 महिना 6 महिना भइसक्यो भन्ने भयो भने अब किनभने अघि नै भने जस्तै गरी 50% अफ द स्काल्प हेयर रिडक्सन भएपछि अनि थिनिङ देखिन्छ, पातलो देखिन थाल्छ। पातलो देखिसकेपछि त्यसले त कस्मेटिकमा आफ्नो कन्फिडेन्समा ओभरअलमा असर गर्यो नि त। सो त्यसलाई प्रिभेन्ट गर्नको लागि चाहिँ डक्टरकोमा जाने होइन। अब अरू चाहिँ सँगसँगै नै जस्तै इन्फ्लामेटरी स्काल्प डिसअर्डर्सहरू जहाँनिर चाहिँ कपाल झराइ सँगसँगै रातो भएको छ, कत्लाहरू चायाहरू आएको छ, चिलाउने समस्या अब ड्यान्ड्रफै पनि होइन, क्रोनिकली ड्यान्ड्रफको प्रब्लम भइरहेको छ र इन्फ्लामेसन भइरहेको छ भने त्यसलाई ट्रिट गर्ने बित्तिकै त्यो प्रब्लम सल्भ हुन्छ। सो तर ट्रिट गरेन भने त्यो अनगोइङ कन्डिसन पनि हुन्छ, डक्टरसँग बसेर सल्लाह लिने बित्तिकै फरक हुन्छ। सो यस्तो यस्तो अवस्थाहरूमा जाने। सेकेन्ड भनेको चाहिँ अब आफूलाई क्लियरली थाहा छ न्युट्रिसनको कमी छ, यु वान्ट टु गेट हेल्प इन द्याट लाइन होइन, देखि लिएर अनि अरू पनि अब जस्तै छालाकै डक्टरकोमा हामी कहाँ आउँदाखेरि हामीले न्युट्रिसन पनि एडभाइस गर्छौँ, तर मैले चाहिँ मोस्टली चाहिँ अब खानापिनाहरूलाई नै चेन्ज गर्ने भनेर भन्छु। सो एउटा लामो समयदेखि एउटा केही इन्फ्लामेसन ल्याउनेदेखि वा ल्याउने गरी र एउटै ठाउँमा बारम्बार जस्तै एलोपेसिया एरिटा भने जस्तो गरेर त्यही ठाउँमा बारम्बार कपाल झरिरहन्छ क्या, यस्तो अवस्था भयो भने पनि डक्टरकोमा गइहाल्नु बुद्धिमानी हुन्छ। नकुर्नु राम्रो, किन डिले गरे सँगसँगै प्रिभेन्ट गर्न मिल्ने चिजलाई पनि डिले हुन्छ क्या, अनि त्यसले पर्मानेन्ट डिसअर्डर लिएर आउन सक्छ भन्ने कुरा। डाक्टर साहब अनि कपालमा हेलमेट लगाउँदा पनि कपाल झर्छ भन्ने सुनिन्छ, यो चाहिँ मेडिकल साइन्सले चाहिँ के भन्छ अनि अरू भ्रमहरू चाहिँ के रहेका छन् त कपाल झर्ने समस्या सम्बन्धी? हेर्नुहोस्, हेलमेटले कपाल झर्छ, पानीले कपाल झर्छ अनि अरू यस्ता खालका कुराहरू धेरै छन् क्या। कपाललाई एउटा चिजले यसरी सजिलोसँग झार्न सक्दैन, उसको मल्टिपल मेकानिजम छ भन्ने कुराहरू। सो यदि कसरी होइन मैले त हेलमेट लगाएपछि मेरो कपाल पातलिन थालेको छ भनेर क्लेम गर्छ भने त्यसको चाहिँ हेलमेट मात्रै नभइकन अरू फ्याक्टर्सहरूलाई हामीले एड्रेस गर्नु जरुरी हुन्छ। जस्तै मैले पर्सनली देखेको आफ्नो एक्सपिरियन्सहरूमा चाहिँ हो टोपी धेरै लगाउने, गुम्सिने यस्तो मान्छेहरूको चाहिँ कपालको समस्या छ। अनि सेकेन्ड फेरि त्यसैमा एउटा फ्याक्ट पनि के त हो भन्दाखेरि चाहिँ गर्मी मौसममा मान्छेलाई कपाल झऱ्यो भन्ने समस्या छ। गर्मीमा पनि अझ ह्युमिड एरियामा पोस्ट मनसुन होइन कपाल चाहिँ धेरै झऱ्यो। यो सबैमा एउटै कुरा आएर ठोकिन्छ, इट्स अल अबाउट ह्युमिडिटी। सो आफ्नो कपाल चाहिँ कतिको गुम्सेको छ त्यही अनुसारले मैले अघि नै भनेको जस्तै गरेर चाहिँ यदि मालासेजियाको एउटा पपुलेसन नै बढ्दै गयो भने त्यसले इन्फ्लामेसन क्रिएट गरेर पनि इचिङ स्क्र्याचिङ पछि पनि एउटा हुनसक्छ होइन। हेलमेट लगाउँदैमा मात्रै कपाल झर्ने भन्ने चाहिँ डेफिनेटली छैन जस्तो लाग्छ मलाई। अनि आफ्नो रेगुलर अब हेयर केयरहरू गरिरहेको छ तर पनि जेनेटिकली प्रिडिस्पोज छ, जस्तै कि एनर्जेटिक एल्बिसियाको लागि त जेनेटिक त्यसमा त वर्डै छ जेनेटिक्स भनेर होइन। सो यदि आफ्नो चाहिँ बुवा हजुरबुवा मामा घरमा यता घरमा तालुपना छ र आफ्नो पनि त्यही एज अनुसारको अप्रोप्रिएटको हेयर लस हो भने मान्छेलाई त्यो कोइन्सिडेन्टल फाइन्डिङ मात्रै भएको हुनसक्छ। प्रायः जसो यही एजमा हेयर लस एनर्जेटिक एल्बिसिया स्टार्ट हुन्छ अनि यही एजमा हामीहरू प्रोडक्टिभ पनि हुन्छौँ, कतै कतै केही न केही काम गरिरहेको अवस्था हुन्छौँ र त्यो चाहिँ 2+2 जोडेर 4 बनाएको हो कि योलाई चाहिँ यो दुईवटा यो कारणले गर्दा यो भएको हो कि भनेर भनेको जस्तो देखिन्छ। तर त्यस्तो खालको त्यसलाई प्रुभ गर्ने कुरा चाहिँ हामीसँग अहिलेसम्म छैन। सो यसलाई चाहिँ मिथ नै भनेर मान्दा हुन्छ। तैपनि पर्सनली म चाहिँ के भन्छु आफ्नो पेसेन्टहरूलाई भन्दा यदि तपाईँलाई पर्सनली फिल हुन्छ भने फर्स्ट थिङ त यु स्टार्ट टेकिङ केयर अफ यर हेयर होइन। सेकेन्ड कुरा हेलमेट नै अलिकति मोर एरिएटेड युज गर्न मिल्छ, अलिकति मोर एडभान्स्ड युज गर्न मिल्छ भने वाइ नट गो फर इट। जे चिज नै आफूलाई चाहिँ साइकोलोजिकली पनि यदि मलाई खराब गरिरहेको छ कि भन्ने लाग्छ भने एकछिन त्योसँग टाढा बसेर हेर्ने अनि त्यसले इम्प्रुभ गर्यो भने त यु हेभ युर एन्सर। तर वी डोन्ट हेभ अ एभिडेन्स टु ब्याक द्याट फ्याक्ट के। डाक्टर साहब अहिले उपचारको क्रममा चाहिँ यो कपाल झर्ने समस्याको बारेमा मिनोक्सिडिल, पिआरपी, हेयर ट्रान्सप्लान्टहरू जस्ता
धेरै सुन्न सकिन्छ, यिनीहरू चाहिँ कतिको प्रभावकारी रहेका छन् त? मिनोक्सिडिल चाहिँ नोन हो है, अनि इट्स बिन नोन फर अ भेरी लङ टाइम। र मिनोक्सिडिल कस्तो इन्ट्रेस्टिङ छ, मिनोक्सिडिल चाहिँ एकदमै एक्सिडेन्टल फाइन्डिङ हो एउटा। मिनोक्सिडिल खास आफूमा एउटा हाइपरटेन्सन एन्टी हाइपरटेन्सिभको ड्रग हो, 40-50 मिलिग्राम पर डेको डोजमा दिनुपर्ने खालको औषधि हो। अनि त्यही सिलसिलामा चाहिँ एउटा हाइपरटेन्सनको पेसेन्टलाई ट्रिट गरिराख्दाखेरि उसको चाहिँ हेयर ग्रोथ वा एन्ड्रोजेनिक एलोपेसियाको चाहिँ रिभर्सल चाहिँ अब्जर्भेसन देखिसकेपछि अनि त्यहाँबाट यसको चाहिँ हेयर ग्रोथमा के छ त भनेर अध्ययन गर्दै जाँदाखेरि त्यसले 2-3वटा मेकानिजमले काम गर्दो रहेछ र इट्स अ नोन थिङ। सो मिनोक्सिडिल ट्रिटमेन्ट चाहिँ हामी फर्स्ट लाइन ट्रिटमेन्ट नै भन्छौँ। अलिकति तपाईँको दर्शकहरूलाई इन्ट्रेस्ट लाग्छ भन्ने भयो भने चाहिँ यसले चाहिँ जुन त्यो अघि नै हामीले हेयर साइकलको कुरा गऱ्यौँ, एनाजेन फेजलाई चाहिँ अलिकति प्रोलङ गरिदिने त्यो एउटा काम गर्छ। अर्को चाहिँ भ्यासोडाइलेटर, त्यसले चाहिँ भेसल्सलाई पनि डाइलेट गरेर पनि अलिकति न्युट्रिसनल अपटेकलाई पनि इम्प्रुभ गरेर चाहिँ मिनोक्सिडिलले सायद हेल्प गरेको होला। एउटा कुरा त्यो भयो। अब अरू पनि जस्तै कि अब डिएसटी ब्लकरहरू छन् होइन, त्यसमा चाहिँ हामीले टपिकली लगाउनेमा फिनेस्टेराइड, डुटास्टेराइड भनेर भन्ने हुन्छ। यिनीहरू चाहिँ एन्टी एन्ड्रोजेन अथवा एन्टी टेस्टोस्टेरोन औषधिहरू भनेर बुझ्दा पनि हुन्छ। त्यसले चाहिँ डिएसटीको जुन सेन्सिटिभिटी छ त्यसलाई ब्लक गरेर चाहिँ डिएसटीको कारणले गर्दाखेरि हेयर लस जुन भइरहेछ त्यसलाई प्रिभेन्ट गर्न ट्राई गर्छ। यस्ता औषधिहरू ओरली पनि पाइन्छन्। मिनोक्सिडिल चाहिँ टपिकली लगाउने मोर प्रिफर गर्छन् मान्छेहरूले, 5%, 10%सम्म पनि युज हुन्छ अनि विथ फिनेस्ट्राइड एडेड पनि युज गर्न सकिन्छ, तर पनि ओरली खान मिल्छ। र नेपालमा मिनोक्सिडिल ओरली लिएर आउनको लागि डक्टरहरू, हामी डर्मेटोलोजिस्टहरू पहल पनि गरिरहेको छौँ। किन भन्दाखेरि यसको कम्प्लायन्स बेटर देखिन्छ, पेसेन्टमा एफिसियन्सी बेटर देखिन्छ। साइड इफेक्ट हुन्छ, अनवान्टेड हेयर ग्रोथ हुन्छ, अरू ठाउँहरूमा कपाल अलिकति बेसी आएको जस्तो हुन्छ, तर हामीले रेगुलरली जसरी हेयरको टेक केयर गरेर आउँछौँ त्यसरी टेक केयर गर्ने भइ नै हाल्यो। सो मिनोक्सिडिल एउटा भयो। अर्को पार्ट चाहिँ अहिलेको इमर्जिङ जुन हामीले यहाँ बिबिकेएचमा पनि गरि नै राखेको छौँ लास्ट कपल अफ इयर्सदेखि, चाहिँ पिआरपी हो, प्लेटलेट रिच प्लाज्माको इन्जेक्सन हो, एकदमै ह्यापनिङ चिज हो। अनि त्यसको चाहिँ त्यो डेलिभरी गर्नलाई पनि डिफ्रेन्ट मेकानिजमहरू छ। मिजो गन भनेर भन्छ, एकैचोटि सबै कपालभरि लगाउनेदेखि लिएर अझ फरक फरक। अब पिआरपीमा पनि त्यसको साइन्स के हो भन्दाखेरि चाहिँ आफ्नै शरीरबाट चाहिँ प्लेटलेट निकालेर अनि त्यसको ग्रोथ फ्याक्टर्सहरूलाई एग्रिगेट गरेर अनि कपालमा रिइन्जेक्ट गर्दाखेरि त्यो ग्रोथ फ्याक्टरले चाहिँ जुन त्यो हेयर फलिकल डाई हुँदैछ, मिनिएचराइज हुँदैछ, त्यसको अगेन्स्टमा काम गर्छ भन्ने भयो। तर अब जसरी मिनोक्सिडिल चाहिँ गरुन्जेल मात्रै हो, एउटा टेम्पोररी हो, यो पनि त्यसरी नै हुन्छ भनेको। एन्ड आफ्नो त्यहाँको त्यो एरियाको कपाल जुन पातली त्यो चाहिँ एन्ड्रोजेन हर्मोनको, टेस्टोस्टेरोनको, डाइहाइड्रोटेस्टोस्टेरोनसँग सेन्सिटिभ हुने हुनाले त्यो सधैँ नै सेन्सिटिभ हुन्छ। भनेपछि साँच्चैकै ट्रिटमेन्ट के हो त, प्रपर ट्रिटमेन्ट के हो त भन्दाखेरि हेयर ट्रान्सप्लान्ट हो। हेयर ट्रान्सप्लान्ट पनि धेरै फर्का मारिसक्यौँ हामीले। पहिला चाहिँ यहाँबाट पुरै यो छाला नै निकालेर अनि त्यसबाट एउटा एउटा रङ केलाएर अनि रोप्नुपर्ने हुन्थ्यो, त्यो चाहिँ युनिट ट्रान्सप्लान्ट भनेर भन्थ्यौँ। अहिले चाहिँ एक्सट्र्याक्सन भनेर भन्ने हुन्छ, फलिकुलर युनिट एक्सट्र्याक्सन। त्यो चाहिँ हामीले इन्डिभिजुअली चाहिँ फलिकुलर युनिटहरू निकालेर अनि फेरि ट्रान्सप्लान्ट गर्न मिल्छ, त्यो बेटर छ। त्यसलाई रोबोटिक्स तरिकाले गर्न मिल्छ, गनहरू युज गरेर चाहिँ पेनलेस तरिकाले गर्न मिल्छ। सो हेयर ट्रान्सप्लान्ट चाहिँ जुन हाम्रो तालुको पछाडिको भागको कपाल हो, जुन चाहिँ एन्ड्रोजेन हर्मोनसँग सेन्सिटिभ छैन, त्यसलाई लिएर आएर रोप्ने भएर पर्मानेन्टहरू मध्येको एउटा सल्युसन हो भनेर लिन मिल्छ है। किन भन्दाखेरि अब एन्ड्रोजेनिक एलोपेसिया चाहिँ एउटा प्रोग्रेसिभ डिसअर्डर हो। सो हेयर ट्रान्सप्लान्ट गरे भन्दैमा मात्रै सधैँ कपाल झर्न रोकिने पनि होइन, किनभने त्यो त अन्त त प्रोग्रेस भइरहेको हुन्छ, नरोपेको ठाउँमा त प्रोग्रेस भइरहेको हुन्छ। सो ट्रिटमेन्ट फर्दर गर्नै पर्छ। अनि मेरो पेसेन्टहरूलाई चाहिँ मैले चाहिँ प्रायः जसो अब सिमिलर रिजल्ट विथ इयर्स अफ एप्लिकेसन अफ मिनोक्सिडिल यदि आउँछ भनेर भन्ने भयो भने, र फेरि अब हेयर ट्रान्सप्लान्ट पनि सबैमा रियलिस्टिक नहुनसक्छ, हामीले पेसेन्ट हेरिकन गर्नुपर्ने हुन्छ। सो सुरुमा चाहिँ हामी वी स्टार्ट देम अन मिनोक्सिडिल एड विथ फिनेस्टेराइड होइन, अनि त्यसपछि एड अन टु पिआरपीहरू यदि पेसेन्ट चाहिँ त्यही अनुसारले एङ्सियस हुनुहुन्छ वा चाहिँ यसले काम पनि गरिरहेछ भनेर हामीलाई पनि उ भइरहेछ, उहाँको ओभरअल प्रोडक्टिभिटीमा एड गरिरहेछ। र इभेन्चुअली चाहिँ पेसेन्टको आफ्नो कतिको अब डोनर एरिया हेरिकन अनि लस कति छ त्यो हेरिकन चाहिँ ट्रान्सप्लान्टलाई नै हामी एडभाइस गर्छौँ। धन्यवाद। अब भने अन्त्यतिर जाँदै गर्दाखेरि चाहिँ हाम्रो श्रोताहरूले चाहिँ दैनिक के गर्नाले चाहिँ कपाल झर्ने समस्याहरू चाहिँ कम गर्न सक्नुहुन्छ त? पहिला त म के भन्न चाहन्छु भन्दाखेरि हेयर लसको जुन इन्डस्ट्री छ त्यसलाई हामीले नै फिड गरिरहेका छौँ। अनि हामी जस्तै डक्टर्सहरू, इन्फ्लुएन्सर्सहरू चाहिँ मिडियामा आएर बोलिराख्दाखेरि र यो त एकदम डरलाग्दो कुरा हो भनेर भनिराख्दाखेरि पेसेन्टमा झन् स्ट्रेसको एउटा बर्डन एड हुने अनि त्यो स्ट्रेसले फर्दर कन्ट्रिब्युट गर्ने यो सबै कुराहरू छ। फर्स्ट थिङ त म के भन्न चाहन्छु भन्दाखेरि हामीले यदि बालै भएन भनेर भन्न सिक्यौँ भने धेरै टेन्सन भएन होइन।
अनि सेकेन्ड पार्ट किनभने यो कमन चिज हो, अलिअलि हेयर लस हुँदाखेरि चाहिँ हामीले त्यसलाई एक्सेप्ट गर्न सक्यौँ, आफ्नो लाइफस्टाइललाई थोरै भए पनि एड्याप्ट गर्न सक्यौँ भन्ने भयो भने यो प्रब्लमको सल्युसनै खोज्नु परेन। तर कस्तो मान्छेहरूलाई चाहिँ मोर प्यानिक हुँदो रहेछ भने अलिकति प्राइममा के भर्खरको पोस्ट टिनको बेला होला वा चाहिँ लेट टिनहरूको एज होला, यो बेलामा चाहिँ अलिकति राम्रो देखिनुपर्छ, यो सबै कुराहरू छ। यस्तो अवस्थामा चाहिँ मान्छेले ला मेरो त कपाल झर्न थाले, म त तालु हुन्छु कि भनेर आत्तिने छ। सो मैले आफ्नो ओपिनियनमा के गर्छु भन्ने कुरा गर्न खोजेको हो। मैले सबै डक्टरहरूले यस्तो गर्नुहुन्छ भन्न खोजेको चाहिँ होइन। तर अब अभियसली वी स्टार्ट विथ द बेसिक मेजर्स होइन, जहाँनिर चाहिँ मैले अघि भने जस्तै गरेर न्युट्रिसनल चाहिँ हामीले चाहिँ उसको एडिक्वेट छ कि छैन त्यो कुराको इभ्यालुएसन गर्न मिल्छ, खानाहरू कसरी खाइरहेछ भनेर होइन। अनि त्यस्तै गरेर स्ट्रेस फ्याक्टर्सहरू अलिअलि इभ्यालुएट गर्न सकिन्छ, यो सबै पार्टहरू छ, त्यसलाई पनि काउन्सिलिङ गरेर पनि जित्न सकिन्छ। सेकेन्ड पार्ट इन्भेस्टिगेसन्स नै भइहाल्यो, डक्टरकोमै आइसकेपछि हामीले गर्ने टेस्टहरू भयो र धेरैभन्दा धेरै हामीले सप्लिमेन्टहरू चाहिँ अवस्था यदि साँच्चैकै डिप्लिटिङ छ, भिटामिन डी को चाहिँ एकदमै धेरै डेफिसियन्सी छ, जिङ्क नै छैन, त्यस्तो भनेको आइरन छैन, कतिको आइरनको एकदम कमी देखिन्छ कि विशेष गरी फिमेलहरूमा, यङ फिमेलहरूमा चाहिँ एकदमै धेरै आइरनको कमी भएर आउनुहुन्छ कि उहाँहरू। अनि त्यसमा खानाकै दोष छ क्या मेन चाहिँ। अनि यो कारणहरूले चाहिँ हामी सप्लाई पनि गर्छौँ। तर घरमा बस्दाखेरि चाहिँ आफू घरमा हुँदाखेरि पहिला कुरा आत्ति नै भएन। सेकेन्ड पार्ट अघि नै मैले भने जस्तै गरेर हामी वी आर लिभिङ बिइङ होइन, हामी कन्सटेन्टली हामी डाइनामिक छौँ, हामी कन्सटेन्टली एकै नासको भइराख्न सक्दैन, त्यो पोसिबलै छैन होइन। अनि थर्ड कुरा हाम्रो डाइनामिक्स भनेको चाहिँ हाम्रो शरीरमा अलरेडी एक्जिस्ट गर्ने माइक्रोबायोटाहरूले गर्दाखेरि चाहिँ डिफाइन हुन्छ। त्यो हाम्रो इम्युन सिस्टमको फर्स्ट लाइन डिफेन्स मेकानिजम पनि हो, त्यसले हामीलाई हेल्थी राख्ने, डिजिज राख्नेमा त्यसको धेरै ठुलो रोल हुन्छ। अनि त्यो माइक्रोबायोटालाई चाहिँ फेरि फर्दर इन्भाइरोमेन्टले एग्रिभेट गर्छ। सो हामीहरू चाहिँ एउटा सर्टन इन्भाइरोमेन्टमा युज टु भएको छौँ, तर वी चेन्ज इन्भाइरोमेन्ट भन्ने भयो भने पनि अकस्मात केही किसिमको चेन्जेसहरू जुन चाहिँ हेयरमा देखिन सक्छ, हेयर लस भयो, यस्तो यस्तो खालको आताहरू हुन्छ। अनि अब फाइनल कुरा त अब त्यही आफूलाई विचार गरिकन ओभरअल हेल्थी रहनलाई प्रयास गरियो र कपालको मात्रै चिन्ता नलिने। एउटा मिम पनि छ कि अब स्ट्रेस धेरै लिएर कपाल झर्छ, कपाल झरेपछि धेरै स्ट्रेस हुन्छ, अनि स्ट्रेसले चाहिँ फेरि कपाल त्यो घुमाइ गर्ने भयो क्या, त्यो साइकललाई पनि ब्रेक गर्नु पर्यो। अनि र हामी जतिको अथवा यो विषयमा अलिकति दक्षता पाएको आफ्नो नजिक पर्ने छाला रोग विशेषज्ञ डक्टरले कपालको बारेमा अध्ययन गरेको हुन्छ र छाला रोगै डक्टर फेला परेन भने पनि एटलिस्ट एमबिबिएस गरेको डक्टरसम्म पुगेर चाहिँ इन्फर्मेसन लिने भयो भने उहाँहरूले रिसर्च गरेर पनि किताबै पल्टाएर पनि तपाईँको अगाडि चाहिँ भनिदिनुहुन्छ। सो इन्फ्लुएन्सर्स आफ्नो इन्फर्मेसन कहाँबाट लिने, पहिला त्यो कुरा बुझ्नु पऱ्यो। फर्स्ट थिङ चाहिँ सही ठाउँमा इन्फर्मेसन दिनु पऱ्यो। सेकेन्ड कुरा ओभरअलमै हेल्थलाई चाहिँ ध्यान दिनु पऱ्यो। र थर्ड कुरा धेरै पनि वेट गर्नु हुँदैन, अति पनि हाल्नु हुँदैन, तर लामो समय भइसक्यो जस्तो लाग्यो भने चाहिँ टाइममा हेल्प लियो भन्ने हो भने हामीहरू ढुक्कसँग जोगिन सकिन्छ। म आफै पनि एउटा इक्जाम्पल हो, म हाई स्कुल पढ्दाखेरि हेयर लस गर्न थालेको, तर जबदेखि यो कुराहरू बुझ्दै गयो, हेयरलाई प्रिजर्भ गर्न सक्यो, एकचोटि झरेको कपालहरूलाई पनि पलाउन सकिन्छ यदि टिलोजन एफ्लुभियम रहेछ भन्ने भयो भने। र आजको दिनमा त अझ नयाँ नयाँ औषधिहरूको पनि कुराहरू भइरहेको छ। भोलि गएर चाहिँ मलम मात्रै लगाएर पनि कपाल उमार्ने भन्ने कुराहरू छ, नयाँ नयाँ औषधिहरूको पनि हुन्छ। सो होपफुल रहनु होला, धेरै स्ट्रेस नलिनु होला र धेरै टेन्सन नलिनु होला यसको बारेमा भनेर भन्न चाहन्छु। हस्, धन्यवाद डाक्टर सर। आफ्नो सो कार्यव्यस्तताका बावजुद पनि हामीसँग कार्यक्रम गरेर आम जनमानवमा चाहिँ यो कपाल झर्ने समस्याको बारेमा स्पष्ट पारिदिनु भएकोमा फेरि पनि धेरै धेरै धन्यवाद। मलाई आज दोस्रोचोटि बोलाइदिनु भयो, धेरै धन्यवाद हजुरलाई पनि।